नमस्ते साथीहरू, आज म सुनौलमा रातो भलिसोडमा आइसकेको छु र हाम्रो आज कार्यक्रम रहेको छ पहिलो सांसद पत्र अधिवेशन। तपाईँलाई मेरो भ्लगमा स्वागत छ र हजुरलाई मेरो भ्लग मनपर्छ भने महिला फोटो सुनौल टाइप गर्नु युट्युबमा र हेर्न सक्नु तपाईँले। र आज हाम्रो कार्यक्रम हुँदै गरेछ र सम्पूर्ण कुराहरू तपाईँलाई म पछि देखाउँछु। नेपाल मोबाइल व्यवसायको कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। हामी परासीदेखि हो। दीपिका मोबाइल सेन्टर। साथी नमस्ते नमस्ते, थोरै जानकारी पाउन हजुर कहाँबाट छ? म चाहिँ भुटाबाट। नाम के मोबाइल छ? मेरो अनमोल जनसेवा सेन्टर। हजुर कहाँबाट छ? साझा मोबाइल बरघाट फिरोज पठान। धन्यवाद सर। नमस्ते, हजुर कहाँबाट छ? हजुर म परासीदेखि। नाम छैन यसको दोकान नाम? छ हजुर, क्रिस मोबाइल। हजुर कहाँबाट छ? नमस्ते। परासी विराट ट्रेडर्सबाट। नमस्ते। हजुर सर, हजुर नमस्ते। नमस्ते, म बरघाट श्रीराम देवी ट्रेडर्सबाट। धन्यवाद साथी। नमस्ते नमस्ते नमस्ते, कहाँबाट हजुर? म शर्मा मोबाइल इलेक्ट्रोनिक सेन्टर सुनौलबाट हुँ। नाम शर्मा। धन्यवाद हजुरलाई। बरघाटबाट। नाम छ मोबाइल नम्बर? पसल नाम छ? पसल नाम छ? हजुर के छ पसल? स्पोर्ट मोबाइल एन्ड इलेक्ट्रोनिक पसल चिसापानी। धन्यवाद। हजुर कहाँबाट छ? त्यही नै हो, बरघाट। भाइ कहाँबाट हो, के हो नाम त भन्नुहुन्छ? पसल नाम छ? मेरो नाम सुजन छेत्री, सुजन मोबाइल सेन्टर सुनौल 4 नौलप्रास। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। त्यो त साथी टन्नै हुनुहुन्छ ल, नास्ता खाइसक्नु भएको छ ल। सर नमस्ते नमस्ते, तपाईँ कहाँबाट छ? म चिसापानीबाट सुजन प्रधान, भैरव मोबाइल एन्ड फोटो स्टुडियो। धन्यवाद। हजुर कहाँबाट छ? भटोलीदेखि बरघाट 13बाट। पसल नाम के हो? ममता मोबाइल सेन्टर। थ्याङ्क यू। हजुरको नाम सहित पसल नाम भन्नुहुन्छ? रोशनी मोबाइल पसल बरघाट। अशोक पन्थ रोशनी मोबाइल पसलबाट बरघाट। धन्यवाद धन्यवाद। सर नमस्ते नमस्ते। नमस्कार नमस्कार, म सालबासबाट सोमनाथ खरेल। मोबाइलको नाम के दोकानको नाम चाहिँ 5SK मोबाइल रिपेयरिङ। थ्याङ्क यू। सर नमस्ते नमस्ते। मेरो नाम इन्दर चौधरी, मेरो मोबाइलको पसलको नाम इन्दर मोबाइल पसल, घर भुटा। जल्दो बल्दो भाइ देखेछु मैले यहाँ, नाम पनि भगवान है, नाम सुन्नु होला सेयर के हजुर नमस्ते, हामी अमृता मोबाइलदेखि, म भगवान नेउपाने। नाम के छ? अमृता मोबाइलदेखि, अमृता मोबाइल। धन्यवाद धन्यवाद। यता भाइ हुनुहुन्छ, नाम के हो? शिव कुमार, पसलको नाम जसवाल मोबाइल पसल। धन्यवाद। हजुर शुभ नाम चाहिँ भन्नु है। मेरो शिवनाथ चौधरी, इन्फोबाइट मोबाइल चिसापानी। हाम्रो सुनौलको जल्दो बल्दो हिरो भाइ आउनु भएको छ। हजुर नाम चाहिँ भन्नुहोस् त, पसल नाम हजुरको? नाम चाहिँ पसल नाम भन्नुहोस्? पसलको नाम सिजन मोबाइल। अनि हजुरको नाम छ? मेरो दीपक खत्री। धन्यवाद धन्यवाद। नमस्ते, के भन्नुहोस् त? मेरो नाम आजाद अन्सारी, युनिभर्सल मोबाइल सुनौलको म प्रोप्राइटर। आज हामी यहाँ उपस्थित चाहिँ एउटा कार्यक्रमको लागि उपस्थित भएका छौँ होइन। नेपाल मोबाइल व्यवसाय सङ्घ नवलपरासीको प्रथम साधारण सभा तथा अधिवेशन रहेको हुँदा हामी सम्पूर्ण व्यवसायहरू यहाँ चाहिँ रातो भाले कटेजमा चाहिँ हामी एउटा कार्यक्रमको लागि उपस्थित भएका छौँ। नमस्ते के छ? नमस्ते नमस्ते, के भन्नुहुन्छ? मेरो नाम शिवलाल भुषाल, नवलपरासी व्यवसायी सङ्घको महासचिव। के हुन्छ आज यहाँ? आज चाहिँ नेपाल मोबाइल व्यवसायी सङ्घको चाहिँ साधारण सभा हुँदैछ। साधारण सभा तथा प्रथम अधिवेशन ठिकै छ भाइ। अब यहाँ तयारी हुँदैछ, अब सुरु हुनको लागि। पसल नाम भन्नुहोस् त? मेरो चाहिँ पसलको नाम सुशील मोबाइल एन्ड इलेक्ट्रोनिक्स सुनौल 4 नवलपरासीमा छ। धन्यवाद। हजुर नमस्ते नमस्ते, भाइ कहाँबाट होला? म चाहिँ सुनौल 13 बडेराबाट। नाम चाहिँ के भन्नु? पसल नाम भन्नुहोस् त केही? मेरो दोकानको नाम चाहिँ न्यू भण्डारी मोबाइल सेन्टर। म चाहिँ यहाँ प्रथम नवलपरासी जिल्ला मोबाइल व्यवसाय सङ्घको साधारण सभामा चाहिँ आएको छु। धन्यवाद धन्यवाद धन्यवाद। हाम्रो जल्दो बल्दो भाइ साहब भेट्न पाएको छु मैले। दारी पर्दा बुढो, धेरै मान्छे बुढो होइन है। भाइको आफ्नो परिचय दिनु त? मेरो नाम सुमन बानिया। हामी चाहिँ यहाँ अहिले प्रथम साधारण सभा नवलपरासीको अधिवेशनमा आएको छौँ। मेरो पसल चाहिँ सुमन मोबाइल इलेक्ट्रोनिक्स सुनौल 4 नवलपरासी, परासी रोडमा भाइ फेन्सीको साइडमा छ है। धन्यवाद धन्यवाद। आज भव्य र सभ्य हुँदैछ कार्यक्रम। नेपाल व्यवसाय सङ्घको मोबाइल व्यवसाय सङ्घको आज राम्रो कार्यक्रम हुँदैछ। आज सम्पूर्ण स्वागत छ हाम्रो कार्यक्रममा। त्यस्तै गरी नेपाल मोबाइल व्यवसाय सङ्घ रूपन्देहीका कार्यवाहक उपाध्यक्षज्यू कृष्ण आचार्यज्यूलाई म महासम्मान गर्न गर्छु।
त्यस्तै गरी आजको यस कार्यक्रममा उपस्थित हुनुभएका मोबाइल व्यवसायी साथीहरू सम्पूर्णलाई यथाचितमा आचरण गर्न विज्ञापन गर्छु। साथै अतिथि देवताको सहयोग गर्न हार्दिक अनुरोध गर्छु। प्रदेश सदस्य खडक बस्नेतज्यू इलाका प्रहरी कार्यालयका प्रमुखज्यू विष्ट अतिथिहरू सम्पूर्ण महान साथीहरू दाजु तथा दिदीबहिनीहरू सञ्चारकर्मी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। आजको यो विशेष क्षण केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, यो हाम्रो सङ्घर्ष, एकता, धैर्यता र पहिचानको उत्सव पनि हो। हामीले वर्षौँदेखि पसिनाले सिचेको मोबाइल व्यवसायलाई सङ्गठित रूपमा दिन सफल भएका छौँ। निश्चित रूपमा भित्रिने मोबाइल सेटहरू, खुला सीमा नाकाहरू हुने अवैध कारोबार, बजारमा अस्वस्थ प्रतिस्पर्धा, रणनीतिको अस्पष्टता, अनलाइन प्लेटफर्महरूबाट हुने अव्यवस्थित बिक्री, ग्राहकहरूको बदलिदो विश्वास र व्यापारमा घट्दो नाफाले व्यवसायीहरूलाई दिन प्रतिदिन निराश बनाइरहेको छ। मोबाइल व्यवसाय साथीहरू, सर्वप्रथम चाहिँ बोल्ने अवसर दिनु भयो। हामी प्रहरी धेरै बोलिरहने मान्छे त होइनौँ, तथापि तपाईँहरूलाई यो पहिलो साधारण सभा र तथा प्रथम अधिवेशनको सन्दर्भमा इलाका प्रहरी कार्यालय र मेरो व्यक्तिगत तर्फबाट तपाईँहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। अघि अध्यक्षज्यूले भन्नुभएको थियो के अरे हामीले चाहिँ संस्थागत रूपमै लिएर जान सक्यौँ भन्नुभएको थियो, पक्कै पनि ठुलै उपलब्धि हो। यसका साथै तपाईँ र हामीसँग जोडिएका केही धेरै विषयहरू हुन सक्छन्। सबैभन्दा धेरै मान्छेले प्रयोग गर्ने मोबाइल, अनि मोबाइलसँग सम्बन्धित अन्य सम्बद्ध सामग्रीहरू हो। सबैभन्दा धेरै हराउने पनि तिनै सामान, सबैभन्दा धेरै चोरी हुने सामान पनि तिनै, र सबैभन्दा धेरै इलिगल अथवा लिगल बाटोबाट आउने पनि तिनै सामान भएको कारणले यसको कहिले कतै थोरै नियन्त्रण पनि जरुरी छ भन्ने पनि हो। यसमा हामीले के गरेका छौँ त भने इलाका प्रहरी कार्यालयले पटक पटक गरेर थोरै धेरै गरेर निकै सामान लगभग सबैभन्दा धेरै बरामद हुने अन्तर्गत हामी कहाँ अहिले पनि मोबाइलको सामग्रीहरू नै छ होला जस्तो लाग्छ मलाई। एकैचोटि हामीले घुमैबाट अस्ति 25-26 लाखको सामान बरामद गरेका थियौँ। सामाजिक सञ्जालमा पनि राखेको थियौँ, सायद तपाईँहरू जानकारी पाउनु भयो। अहिले पनि छ, बोर्डर नजिकै पनि छ, समस्या पनि छ। तथापि नेपाली मोबाइल व्यवसायी सङ्घलाई जति र जो मोबाइलको व्यवसाय गर्नुहुन्छ अथवा मोबाइलसँग सम्बन्धित सामग्रीहरूको व्यवसाय गर्नुहुन्छ, तपाईँहरूलाई जति हामीलाई थाहा हुँदैन यो कुन बाटो तस्करीले लिएर आउँछ, कुन समयमा लिएर आउँछ, कसले ल्याउँछ, कसले बेच्छ भन्ने कुरा, यो कुराहरू थाहा पाएको तपाईँहरूले थाहा पाएको कुरा अरूलाई भन्न अप्ठ्यारो लाग्छ भने मलाई नै भने पनि हुन्छ। हामी मजाले तपाईँको नाम गोप्य राख्छौँ र कारवाही गरेर त्यो कारवाही गरिसके पछाडि त्यसको नतिजासम्म हामी जाहेर गर्न सक्छौँ। यति चाहिँ ढुकाउनु होला। तपाईँहरूले प्रहरी प्रशासन पनि कतै मिलेर तस्करीमा लागेको छ कि भन्ने चाहिँ नबुझिदिनु होला। तर तपाईँहरूले खबर चाहिँ दिनुपर्छ। यही साधारण सभामा आर्थिक प्रगति विवरण होला, अन्य विशेष अधिवेशनमा खप्को अध्यक्षको सदस्य हुने हुँदाहुँदै नेपालको मोबाइल व्यवसाय सङ्घ पश्चिम नवलपरासीले कुन प्रहरीलाई कतिवटा सूचना दियो र त्यो सूचनाको आधारमा कतिवटा मोबाइल जफत गर्यो, त्यसले गर्दा चाहिँ मोबाइल व्यवसायलाई कसरी फाइदा पुग्यो भन्ने कुरा पनि गर्नुपर्छ, आउनुपर्छ कि जस्तो पनि लाग्छ मलाई। र तपाईँहरूले दिएका सूचनाहरूको सम्मान हामीले गर्छौँ, गोपनीयता कायम पनि गर्छौँ र कारवाही पनि गर्छौँ। र साथसाथै तपाईँहरूलाई पनि अहिले मोबाइल व्यवसायी साथीहरूलाई अब यो स्टेजमा आएर यसरी तपाईँहरू यो अवसर चाडपर्वको अवसरमा भनिहाल्नु पर्ने त होइन। कतिपय मोबाइल पसलका साथीहरू अथवा व्यवसायी साथीहरूलाई पनि के भन्न चाहन्छु भने एउटा सामान्य गरिब मान्छे महिनामा 10,000 12,000 कमाउँछ, उसले 15-20 हजारको मोबाइल कमाएको हुन्छ, कहीँ कतै उसको खस्न जान्छ अथवा वैमानिक नियतले कसैले चोर्न पुग्छ भने त्यही मोबाइल पनि अलिकति किनेर अनि त्यही 500-1000 रुपियाँ खाएर बेच्ने साथीहरू पनि देखेका छौँ। यसमा पनि तपाईँहरू व्यवसायी सङ्घ हो नि, व्यवसायी सङ्घले व्यवसायकी हक हितका लागि मात्रै कुरा गर्नुपर्छ भन्ने छैन कि र मेरो सुझाव मात्रै मान्नु होला। व्यवसायी सङ्घ भइसके पछाडि गलत गर्ने व्यवसायीले कारवाही पनि गर्नुपर्छ। अनुसन्धानमा सधैँ सहयोग गर्नुभएको छ।
तर कहिले कसो त मोबाइल व्यवसायी साथीहरूले पनि सर यो मोबाइल चाहिँ चोरीको मोबाइल जस्तो लागेको छ है सर, हामीलाई बेरमा बेच्न ल्याएको छ कि यसलाई समातिदिनु पऱ्यो भनेर बोलाइदिनु न, हामी पनि मजाले खुसी हुन्छौँ। कुराहरू जानकारी गराएँ। अब अन्य अन्तत धेरै बोलिरहनु पनि परेन। अब पहिले साधारण सभा तथा यो प्रथम अधिवेशनको सन्दर्भमा तपाईँहरूलाई पुनः बधाई दिन चाहन्छु भने कहिले कसो तपाईँहरू कहाँ मोबाइल तपाईँहरूले बेच्ने मात्रै होइन बनाउनु पनि हुन्छ होला। कहिले कसो साइबर क्राइमको अन्तर्गत चाहिँ के पनि हुन्छ भने सबै कुराहरू मोबाइलमा छन्, मेरा सबै कुराहरू मोबाइलमा छन्। हामी सबै तलमाथि जता बसे पनि हामीले सबै कुराहरू बैंक डिटेलदेखि लिएर पर्सनल फोटोहरूदेखि लिएर सबै मान्छेले मोबाइलमा राख्छन्। ती मोबाइल मर्मत गर्नको लागि तपाईँहरू कहाँ पुग्छन्? सबै मान्छेलाई मोबाइलमा भएका सबै सामग्रीहरू डिलिट गरेर मोबाइल बनाउन दिनुपर्छ भन्ने कुरा थाहा नहुन सक्छ। तपाईँहरूको पहुँचमा मजाले आएको हुनसक्छ। तपाईँहरूको ग्राहकको गोपनीयता कायम गरिदिने जिम्मा पनि तपाईँहरूको हो। यदि गरी भोलि तिनै फोटाहरू कुनै माध्यमबाट बाहिर पीडित हुन्छ भने तपाईँहरू पीडक हुन पनि सक्नुहुन्छ। फेरि भनेको तपाईँहरूसँग जनताले अथवा तपाईँहरूसँग सेवाग्राहीले धेरै आशा राखेका हुन्छन्। त्यो सँगसँगै हामीले पनि आशा राखेका छौँ। तपाईँहरूको आशा हामी पुरा गर्छौँ, हाम्रो आशा तपाईँहरूले पुरा गर्नुहुनेछ भन्ने यदि बाचा राख्दै मेरो सम्पर्क नम्बर भन्नुभएको छ, सामाजिक सञ्जालमा सबैतिर पाइन्छ। अफिसियल नम्बर 9857 91 हो। पाल्नुभएका सम्पूर्ण मोबाइल व्यवसायी मित्रहरू, हामीहरूले विगत 1 वर्ष अगाडि तदर्थ समिति गठन गर्दै गर्दा जुन किसिमको सहभागिता थियो त्योभन्दा अझ बढी सहभागिता आजको दिनमा पाउँदै गर्दाखेरि हाम्रा साथीभाइहरूले सङ्गठनप्रतिको महत्त्व, सङ्गठनले हामी एकत्रित भएर के गर्न सक्छौँ भन्ने खालका विषयमा महत्त्व बुझेर आजको दिनसम्म आइपुगेको जस्तो मलाई महसुस भइरहेको छ। अझै एउटा कुरा मलाई के भन्न मन लाग्छ, म यहाँ बारम्बार धेरै ठाउँहरूमा भन्ने गर्छु, हामी मोबाइल व्यवसायीहरू वास्तवमा हामी व्यवसायी हो, नाफा र नोक्सानको मात्रै हामी बसेर हिसाब किताब गर्नुपर्ने हुन्छ। यो सङ्घ संस्थाहरू खोल्दै अनि यो प्रमुख अतिथि र आसन ग्रहण गराउँदै यी साधारण सभा अधिवेशन गर्दै हिँड्दै गर्दै जाँदा हामीले कति व्यापार नाफा कमायौँ या यो गर्दै गर्दाखेरि हामीले कति समय खर्च। यो मोबाइल सेलको पहिलो साधारण सभापति पहिलो अधिवेशन हो। योभन्दा अगाडिको साथीले एउटा झोलामा एउटा साथीहरू सङ्गठन बनाएर आजाद सर हुनुहुन्थ्यो कि पहिला अध्यक्ष साइड, मलाई त्यस्तो लाग्छ होइन, आजाद सरले एउटा साथीहरूलाई ल्याउनु भयो। त्यसपछि तपाईँहरूको एउटा तदर्थ समिति बनेर एउटा समिति बन्नुभयो। आज एउटा कम्तीमा 5 नम्बर लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर एउटा आधिकारिक रूपमा तपाईँ आउनु भएको छ। अब यो संस्थालाई जीवित राख्नको लागि टिम त तपाईँले दिनुहुन्छ, तर टिमलाई दिइसकेपछि हुन्छ त्यो चलाउने काम तपाईँहरू लगायत म अचिन सम्पूर्ण अतिथिवर्ग लगायत यस ठाउँमा उपस्थित भएका सम्पूर्ण महानुभावहरूलाई म यथोचित सम्मान व्यक्त गर्न चाहन्छु, ज्ञापन गर्न चाहन्छु। पूर्ववर्ती साथीहरूले लगभग धेरै जसो कुराहरू यहाँबाट बोलेर गइसक्नुभयो, तसर्थ म धेरै कुराहरू चाहिँ यहाँ बोल्न पनि चाहन्न। हामीले भएका थोरै समस्याहरू छन्, ती समस्याहरूलाई म अहिले इन्डिकेट गरेर आएको छु। सबैभन्दा पहिलो समस्या भनेको हामीलाई अनलाइन स्क्यामरहरूको छ। अहिले सबै व्यवसायीहरूले भोग्दै आएको समस्या भनेको नि त्यही हो, अनलाइन स्क्यामर जसले अस्वस्थ व्यवहार, अस्वस्थ प्रचारहरू गरेका छन्, भरमामक प्रचारहरू गरेका छन्। जस्तो मोबाइल व्यवसायीले कुरा गर्दाखेरि पनि मैले टिकटकहरूमा देखिरहेको हुन्छु, जम्मा 30,000 लिएर आउनुहोस्, आइफोन 17 प्रो मैक्स लिएर जानुहुन्छ भन्छ होइन। तर त्यो विषयमा कस्टमरहरूले चाहिँ बुझ्दिनुहुन्न कि के भन्नुहुन्छ, 30,000 मा दिइरहेको छ, कस्तो दिएको छ। तर यो कुराहरू तपाईँहरू मोबाइल व्यवसायीहरूले अथवा अन्य व्यवसायीहरूले पनि के बुझाउनु पऱ्यो भने त इएमआई हो नि, 30,000 रुपियाँ तिर्ने हो, त्यसपछि बाँकी त महिना पैसा तिर्ने हो भने पुर्याउने एउटा काम गर्छौँ। व्यवसायहरूका समस्याहरू थुप्रै छन्, त्यसमध्ये मेन समस्याहरू मर्मत गर्दा आउने समस्याहरू छन्। तपाईँहरूले भोगिरहनु भएकै छ। मर्मत गर्दा आउने समस्याहरूको लागि केन्द्रीय स्तरबाट नोटिस बोर्डको एउटा सूचना आउनेछ, त्यसको लागि पनि प्रदेशद्वारा पहल जारी नै छ। अस्तिको यही जेठको 2 गते महासङ्घको अधिवेशन हुँदा त्यहाँ पनि मैले कुराहरू राखेको थिएँ र केन्द्रीय स्तरबाट नै नोटिस बोर्ड आउँछ। त्यही आधारमा हामीले गल्ती नगरिकन, किनभने हामीले पनि गल्ती गर्छौँ, ख्याल गर्नु होला। हामी कहिलेकाहीँ हाम्रो सर यही हुनुहुन्छ, प्रशासनसँग यसो साके भयो भने ठिक छ मेरो चल्छ मैले गरिहाल्छु भन्ने खालको
काम गरिन्छ। त्यो विषयमा पनि ध्यान दिनु होला, किनभने भोलि बिहान तपाईँहरूले गल्ती गरेर गल्तीको बिचमा सङ्घ छिर्दैन। गल्ती नगर्दा नगर्दै पनि तपाईँहरूलाई अप्ठ्यारो पर्छ भने प्रशासन सँगसँगै सङ्घले पनि सहयोग गर्नेछ। र सेकेन्ड ह्यान्ड फोनको खरिद बिक्री सम्बन्धमा केन्द्रीय स्तरबाट नै हाम्रो केन्द्रीय सचिवज्यू यही हुनुहुन्छ विष्णु गालीजी, उहाँले स्पष्ट पारिदिनु हुनेछ र केन्द्रीय स्तरबाट नै सेकेन्ड ह्यान्ड मोबाइल खरिद बिक्रीको लागि नेपाल सरकार समक्ष कानुनहरू बनाउने कुरामा दौडधुप चलिरहेको व्यवसायहरू चलाउने सुनेको थिएँ। आज यहाँ लगभग 100को सेरोफेरोमै उपस्थित हुनुहुन्छ। वास्तवमै आज नवलपरासीको लागि चाहिँ एउटा ऐतिहासिक क्षणको रूपमा चाहिँ यो प्रस्तुत हुन गइरहेको छ। तपाईँहरूको योगदान, तपाईँहरूको जुन जोस जागर र तपाईँहरूको साथ सहयोगले गर्दाखेरि यो संस्था यहाँसम्म पुर्याउन सफल हुनुभएको छ। त्यसको लागि एक्लैले श्यामबहादुर खत्रीजीले मात्रै यो प्रयास गरेर यो सम्भव पक्कै पनि थिएन र सम्पूर्ण व्यवसाय मित्रहरूले साथ नदिनु भएको भए सायद आज यो साधारण सभा र अधिवेशन चाहिँ यो सम्पन्न गर्नका लागि यतिको जमर्को गरेर तपाईँहरू यहाँ उपस्थित हुनुभएको छ। त्यसको लागि पनि म हार्दिक यहाँहरूमा चाहिँ म सम्मान व्यक्त गर्न चाहन्छु। र मैले बुद्धागत रूपमा तपाईँहरूलाई भन्नै पर्ने हुन्छ, हामी जिल्ला, प्रदेश र केन्द्रसम्म एउटा चाहिँ संरचना विस्तारको क्रममा आज 62वटा जिल्लामा चाहिँ हामीले संरचना खडा गरिसकेका छौँ। केन्द्रीय लेभलदेखि हामी तपाईँहरूको समस्यालाई प्रदेश लेभलमा र जिल्ला लेभलमा गरेर 3 तहमा यहाँहरूको समस्यालाई हामीले समाधान गर्नका लागि पहल गर्नेछौँ र त्यस विषयमा तपाईँहरूले स्थानीय लेभलमा आएका समस्याहरू धेरै छन्, जटिलता छन्। तपाईँहरूले गरेका व्यवसायहरूमा धेरै जटिलता छन्, धेरै कुराहरू आइसकेका पनि छन् र त्यो जटिलतालाई तपाईँहरूले सबभन्दा पहिला जिल्ला शाखाबाट समस्या समाधान गर्नुपर्ने हुन्छ। त्यसको लागि सङ्गठन बनेको छ र त्यसपछि पनि समस्याहरू समाधान भएन भने जिल्लाबाट प्रदेश स्तरमा चाहिँ तपाईँहरूको समस्याहरू जान्छ। सल्लाह र सुझावका साथ तपाईँहरूको प्रदेश स्तरमा पुग्छ र प्रदेश स्तरले पनि समस्याको समाधान गर्न सकेन भने राष्ट्रिय स्तरमा महासङ्घको पहलमा हामी सदनमै कुरा उठाएर एउटा नियम कानुनलाई चाहिँ आधार मानेर नियम सम्बद्ध कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने पहलमा चाहिँ हामी केन्द्र लेभलबाट पहल गर्नेछौँ। कार्यक्रम सञ्चालक भए आज यो सामाजिक पहिचान सहितको व्यवसायिक सुरक्षा नारा सहित नेपालमा केन्द्रीय स्तरमा करिब 3 वर्ष पहिला र यो नवलपरासीमा पहिलो पटक अहिलेको अत्याधुनिक प्रविधिसँग जोडिएका व्यवसायीहरू जसले आफूलाई स्वरोजगार मात्रै नभएर अति आवश्यक सामाजिक सेवा पनि प्रदान गर्ने उद्देश्यले सेवामा जोडिने हुने, व्यवसायमा जोडिने हुने सम्पूर्ण मोबाइल व्यवसायीहरूको हक संरक्षण गर्नको लागि यो राजनीतिक उद्देश्यभन्दा आफ्नो समस्याहरूलाई समाधान गर्नको लागि सङ्गठित रूपमा दर्ता भई पहिलो साधारण सभा तथा प्रथम अधिवेशन कार्यक्रम गर्दै हुनुहुन्छ। यो महत्त्वपूर्ण कार्यक्रमका अध्यक्षज्यू कार्यक्रमलाई आतिथ्यता प्रदान गर्नुहुने यसै क्षेत्रसँग सम्बन्धित र साङ्गठनिक हिसाबले प्रदेश र केन्द्रको नेतृत्व गर्दै आज आतिथ्यता प्रदान गर्नुहुने सम्पूर्ण अतिथिगण र आफ्नो व्यवसायलाई थाती राख्दै व्यवसायमा रहेका चुनौतीहरूलाई सामना गर्न ऐक्यबद्धता जनाउनको लागि आजको कार्यक्रममा उपस्थितिसहित सफलताको लागि शुभकामना दिन उपस्थित हुने सम्पूर्ण मोबाइल व्यवसायी साथीहरूमा मेरो व्यक्तिगत तर्फदेखि स्वीकार्नुहोस् नमस्कार। मैले सर्वप्रथम त आजको यो विशेष कार्यक्रमको लागि तपाईँहरू सबैलाई आभार व्यक्त गर्छु, धन्यवाद दिन चाहन्छु र यो महत्त्वपूर्ण कार्यक्रममा मलाई पनि उपस्थित भई तपाईँहरूको समस्या, कानुनी जटिलता र यो सङ्घले आगामी दिनमा आफ्नो क्षेत्रमा गर्ने कुराहरूको विषयमा साक्षात्कार हुने जुन अवसर प्रदान गर्नुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। मैले
म मोबाइलसँग सम्बन्धित, म मोबाइल लिएर हिँड्ने मान्छे हो, तर यसका धेरै ज्ञानका कुराहरू जान्ने व्यक्ति चाहिँ होइन। मैले यसको विषयमा तपाईँहरूसँग कुरा गरेँ भने यो कुरा फरक पर्न सक्छ। मैले थोरै मात्रै तपाईँलाई के कुरा गर्न खोजिरहेको छु भने हामी यो सङ्घ सङ्गठनहरू किन बनाउँछौँ भन्ने कुराको कम्तीमा उद्देश्यमा क्लियर भएनौँ भने यो सङ्गठन सही गतिमा जाँदैन भन्ने कुरा मैले बुझिरहेको छु। अहिले हामी यहाँ जति बोल्यौँ त्यति बोल्ने साथीहरूको कहाँनिर अलि जोड देखेँ भने मैले हामीलाई परेका समस्या तपाईँ आफै एक्लै लड्न सक्नु भएन भने हामी सङ्घ, प्रदेश वा जिल्ला त्यो तहबाट लडिदिन्छौँ र तपाईँको समस्या समाधान गर्छौँ भन्ने कुरातिर अलिक बढी जोड भयो जस्तो देखेँ। यो भनेको प्रहरीले सताइरहेको बेलामा बल पुर्याउने कुरा हो कि भन्ने लाग्यो मलाई के लाग्छ भने यी सङ्घहरू बनाइरहेका यसले कहाँ ध्यान दिनु पर्यो भने मोबाइल व्यवसायीहरूका समस्याहरू के हुन्, ती समस्या आउनका कारणहरू के हुन्, कानुनी जटिलताहरू के छन् र त्यो कुन कुन कानुनमा समस्या छ वा नयाँ कानुन हामीलाई कस्तो चाहिएको छ नेपाल सरकारले वा स्थानीय सरकारले वा प्रदेश सरकारले के किसिमका कस्ता किसिमका कानुन बनाइदियो भने हामीलाई सहज हुन्छ भन्ने अध्ययन गर्ने, अनुसन्धान गर्ने, त्यो कानुन निर्माण गर्ने र यी व्यवसायीहरूलाई कानुनको मातहतमा रहेर काम गर्ने अनुशासित वातावरण सिर्जना गर्यौँ भने हामी कसैसँग लड्न पर्छ मलाई त्यस्तो लाग्दैन। हामी अघि यहाँ कुरा गरिहाल्यौँ, अघि सुरक्षा प्रमुखले अस्ति भर्खर हामीले भूमैमा करिब 20-22 लाखको सामान बरामद गऱ्यौँ भनेर कुरा गर्नुभयो। यसो ध्यान दिनुहोस् त, मोबाइलसँग सम्बन्धित ती सामग्रीहरू कसले बेच्छ? तरकारी पसलमा बिक्दैन, किराना पसलमा बिक्दैन। यो कहीँ न कहीँ तपाईँ हामी जसले मोबाइल व्यवसाय गरेका छौँ त्यही जाने गर्छ भनेपछि पहिला सुरुमा आफू इमान्दार हुनु पर्यो, कानुनको ज्ञान राख्नु पर्यो र कानुनको ज्ञान राख्यौँ र हामी इमान्दार भयौँ भने हामी कानुनसँग लड्न पर्ने त्यस्तो आवश्यकता पर्दैन। अर्को कुरा फेरि सबैभन्दा जटिल कुरा, अघि अध्यक्षजीसँग त्यहाँ बसेर कुरा गर्दा म 3 पटक चौकी गएँ। एकजना सोझो मान्छेले म काठमाडौँ जान छ, मलाई 2500 पैसा दिनु, मेरो मोबाइल आइराख्नु भन्यो, मलाई टिप लगाएर दिएँ। त्यो चाहिँ खैरेनीमा 6वटा मोबाइल चोरेको व्यक्तिले दिएको रहेछ, मलाई चौकीले बोलायो भन्नुभयो। अब यस्तो ध्यान देऊ, मैले 3 घन्टा तपाईँको कुरा नबोली सुनेको, मेरो कुरा चाहिँ तपाईँ नबोली सुनिदिनु होला है, त्यति चाहिँ आग्रह गर्छु। अनि अब अर्को कुरा के ध्यान दिउँ भने यदि त्यो मोबाइल राख्ने बेलामा अब यो सङ्घले, जिल्ला सङ्घले वा केन्द्रले वा प्रदेशले तपाईँहरूले सेकेन्ड ह्यान्ड मोबाइल किन्दा अपनाउनु पर्ने प्रक्रियाको विषयमा नीतिगत हिसाबले तपाईँहरूको सङ्घले निर्णय गरेर तलसम्म पुर्याइदियो भने तपाईँहरू बच्नुहुन्छ जस्तो लाग्छ मलाई। तपाईँहरू एउटा फर्म डेभलप गर्ने, त्यसको सपोर्टिङ डकुमेन्टको रूपमा उसको नागरिकताको फोटोकपी राख्ने वा नेसनल आइडी कार्डको फोटोकपी राख्ने वा लाइसेन्सको फोटोकपी राख्ने र त्यसको मोबाइल नम्बर राख्ने वा सकिन्छ भने त्यसको फोटो खिचेर राखेर म यो कन्डिसनमा तपाईँसँग किनेको भनेर साइन गराएर राख्नुभयो भने त तपाईँहरू प्रहरीले बोलाउँदाखेरि म यो इन्फर्मेसनको आधारमा यो मोबाइल ल्याएको भन्ने कुरा भन्न सक्नुभयो भने सहज हुन्छ जस्तो मलाई लाग्छ। यो त हामीले सक्छौँ। यदि मलाई आवश्यकता छ, मैले मेरो मोबाइल कहीँ छोडेर वा बेचेर जान छ भने मैले मेरो आइडी दिन सक्नुपर्छ, मैले मेरो परिचय दिन सक्नुपर्छ र तपाईँहरू पनि त्यो माग्न सक्नुपर्छ। यो व्यवसाय धर्मभित्रको यो तपाईँहरूको सुरक्षा हो, यसलाई अपनाउनुपर्छ। मैले योभन्दा धेरै केही पनि भनिनँ। फेरि अर्को कुरा, अब सङ्गठन बनाइरहनु भएको छ। मेरो चिन्ता, म सङ्गठनमा काम गरेको व्यक्ति पनि हो, मेरो चिन्ता के हो भने आज अधिवेशन पनि छ, यो सङ्गठनले के गर्ने भन्ने कुरा आज बिहानदेखि यहाँ बसेर यो सङ्गठनले 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर यो सङ्घले, मोबाइल सङ्घले अब यो काम गरिदिनु हो भने हामी व्यवसायीहरूलाई सहज हुन्छ, हामी व्यवसायीहरूको कार्य प्रगति अझै राम्रो हुन्छ, हाम्रो व्यवसायीहरूको व्यवसाय अझै राम्रो हुन्छ भन्ने कुरा सोच्नुभयो कि भएन मलाई थाहा भएन, तर एउटा कुरा सोच्नु भएको छ भन्ने लागेको छ मलाई। त्यो के कुरा हो भने अब अध्यक्ष कसलाई बनाउने, अनि उपाध्यक्ष कसलाई बनाउने, महासचिव कसलाई बनाउने र सचिव कसलाई बनाउने, सकेसम्म एक दिन मिटिङमा नआए पनि आजको अधिवेशनमा आएर लफडा गरेर भयो भने त्यो पदमा बस्नुपर्छ भन्ने कहीँ सोच्नु भएको छ कि जस्तो लाग्छ। प्रायः जसो म जाने ठाउँमा यस्तै हुन्छ। भनेको हामी सङ्गठनका उद्देश्यभन्दा हाम्रो व्यक्तिगत उद्देश्यतिर अलिक बढी केन्द्रित हुन्छौँ। त्यो हाम्रो नेपालीहरूको वा यो सामाजिक कल्चर हो, यसलाई तोड्न पर्छ भन्ने मलाई लाग्छ। हामी सङ्गठनको नेतृत्व दिने कुरा, सङ्गठनमा बस्ने, सङ्घमा बस्ने कुरा यो सामान्य कुरा होइन। आफ्नो व्यवसाय छोडेको छ, सबैलाई गोलबन्द गर्न परेको छ, कार्यक्रममा जान परेको छ,
यसबाट हुने बेनिफिट केही पनि छैन। कहीँ भएछ भने आज यहाँ त खादामाला पनि तपाईँले रोक्नु भएछ, त्यो ठिक गर्नुभयो। त्यही मञ्चमा बसेर खादामाला लाउने, कोही शुभकामना मन्तव्य दिने र आफ्नो परिचय दिने बाहेक अरू केही उपलब्धि चाहिँ छैन। तर यसले उपलब्धि कहाँ हुन्छ भने तपाईँहरू सङ्घलाई बलियो बनाउनु भयो, सङ्घलाई अनुशासित बनाउनु भयो र सङ्घलाई अनुशासित बनाउँदै त्यसमा आबद्ध भएका व्यवसायीहरूको सुरक्षामा ध्यान दिनुभयो भने खास गरी त्यो काम गर्ने व्यक्तिको भिजनका आधारमा यो तलको व्यवसायीहरूलाई सहज हुन्छ भन्ने मलाई लाग्छ। मैले तपाईँहरूको विषयमा योभन्दा बढी मसँग ज्ञान पनि छैन, योभन्दा बढी बोल्दैन। तपाईँहरू व्यवसायी हो, तपाईँहरू जान्नुहुन्छ कहाँनिर चुहाट भएको छ, कहाँ गलत भएको छ, कहाँ 1000 2000 को लागि हामीले अर्को साथीको व्यवसाय पनि मारिदिने गर्छौँ वा कहाँ कस्तो किसिमको प्रतिस्पर्धा गर्छौँ भन्ने कुरा तपाईँहरूलाई थाहा छ। म भनेर हामी आजसम्म जे गऱ्यौँ। आज सङ्घको अधिवेशन छ, यो सङ्घले बनाएका नीति नियमभित्र रहेर हामी इमान्दारपूर्वक काम गर्छौँ र अब हामी नितान्त व्यवसायिक ढङ्गले काम गर्छौँ भन्नु हो भने तपाईँहरू एक अर्कामा अप्ठ्यारो पर्ने वातावरण बन्दैन भन्ने लाग्छ। व्यवसायिक कुरा त ब्याङ्कका किस्ता तिर्ने कुरा, व्यवसाय नहुने कुरा यो मोबाइल व्यवसाय मात्रै होइन, यो सबै किसिमका व्यवसायमा यो समस्या छ। यो हामी सबै राष्ट्रका सबै व्यक्तिहरू एकजुट भएर यो व्यवसायिक वातावरण बनाउनको लागि मैले पनि आग्रह गर्न चाहन्छु। फेरि हामी कति महत्त्वपूर्ण क्षेत्रमा छौँ। अब मैले यसो देखेको यहाँ के देख्छु भने यो उद्योग वाणिज्य सङ्घ लगायतका विभिन्न व्यवसायसँग सम्बन्धित सङ्घहरू भन्दा यो मोबाइल व्यवसाय सङ्घ अझै बलियो हुन्छ कि भन्ने लाग्छ। हामीलाई के भरम छ भने हामीले मोबाइल ल्याएर हिँडेका छौँ भन्ने भरम छ, तर मलाई त्यस्तो लाग्दैन। हामीलाई मोबाइलले ल्याएर हिँडेको छ। यसो ख्याल गर्नुहोस् त, घरबाट हिँड्ने बेलामा मोबाइल भुल्यौँ भने हामी 2 किलोमिटर 3 किलोमिटर पर गएको भने फर्किएर गएर मोबाइल गोजा हालेर हिँड्छौँ भनेको हामीले लिएर हिँडेको होइन, मोबाइलले हामीलाई लिएर हिँडेको छ। अहिले हामी प्रविधिबाट नियन्त्रित छौँ। यति महत्त्वपूर्ण व्यवसाय मात्रै नभएर सेवा दिँदै गरेका व्यवसायीहरू तपाईँहरू यो समाजमा अति आवश्यक हो। त्यसैले तपाईँहरू सबभन्दा उत्कृष्ट हुनुपर्छ भन्ने लाग्छ, अनुशासित हुनुपर्छ भन्ने लाग्छ, न्यायलाई वा कानुनलाई तपाईँहरूले राम्रोसँग बुझेको हुनुपर्छ भन्ने लाग्छ। यी सबै कुराको शुभकामना, तपाईँहरू यो बाटोमा लाग्नुहुनेछ भन्ने शुभकामना सहित म तपाईँहरूलाई एउटा मात्रै कुरा के गर्छु भने मेरो तर्फबाट गर्न सक्ने, मैले गर्न सक्ने भन्दा बढी ल्याकतभन्दा माथिको कुरा गरेँ भने तपाईँहरू पनि फताउनुहुन्न। अघि रूपन्देहीको साथीले भनिहाल्नुभयो यो राज्य सिस्टममा भन्दा व्यक्तिमा चल्छ भन्ने, यो कमजोरी चाहिँ हाम्रै हो। फेरि चुनाव आउन थाल्यो भने आँखा चिम्मा गरेर आफ्नो मान्छे कहाँ छ त्यहीँ भोट हाल्छौँ, अनि त्यसले बिगार्छ, त्यसपछि फेरि आफैलाई सराप्छौँ। त्यसैले हामी यस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ। यी कुराहरूमा ध्यान दिन आग्रह गर्दै मैले के भन्छु भने तपाईँहरूलाई सिप विकासको लागि, योभन्दा अझै तपाईँहरू विज्ञ बन्नको लागि, तपाईँहरूले सर्टिफिकेट ल्याउनको लागि वा तपाईँ वैधानिक हिसाबले मर्मत केन्द्रमा बस्न सक्ने र मोबाइल मर्मत गर्न सक्ने बन्नको लागि यदि तपाईँहरूसँग योजना छ तालिम गर्ने, तपाईँहरू तालिममा सहभागी हुने र ज्ञान वृद्धि गर्ने योजना छ भने म मोबाइल व्यवसायी सङ्घ नवलपरासीसँग जोडिएर आगामी बजेटमा तपाईँहरूलाई एडभान्स तालिमको लागि बजेटको व्यवस्था गर्छु। तर तपाईँहरू प्रतिबद्ध हुनुपर्छ। यो मेरो एउटा तपाईँहरूसँग प्रतिबद्धता। अर्को के हो भने तपाईँहरूलाई कुन कानुनले समस्या पारेको छ र कस्तो कानुन बनायो भने तपाईँहरूको व्यवसायिक सुरक्षा हुन्छ वा तपाईँले गर्दै गरेको काममा सहजता हुन्छ, त्यो कुरा तपाईँहरू ड्राफ्ट बनाएर अध्ययन गरेर ड्राफ्ट बनाएर दिनुभयो भने म स्वतन्त्र सांसदकै रूपमा भूमिकामा रहेकोले मैले प्राइभेट बिल दर्ता गर्न पनि पाउँछु। तपाईँहरूको हक हित र हामी सबै सुरक्षाको लागि म त्यो पनि गर्ने, कानुन बनाउनको लागि तपाईँहरू सँगसँगै लड्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यतिसँगै आजको यो महत्त्वपूर्ण कार्यक्रम, पहिलो कार्यक्रम, त्यसमाथि पनि महत्त्वपूर्ण कार्यक्रममा मलाई समय दिएर शुभकामना मन्तव्य दिने र तपाईँहरूसँग सँगसँगै रहने यो वातावरण जुटाइदिनु भयो, त्यसको लागि मैले आभार व्यक्त गर्छु, धन्यवाद दिन चाहन्छु। अर्को कार्यक्रममा चिठीमा भएकै समयमा उपस्थित हुनेछौँ भन्ने मैले आशा गर्छु। म 9 बजे नै छिर्या थिएँ गेटभित्र, आशा गर्दै तपाईँहरूको यो साङ्गठनिक भविष्य अझै उज्जवल रहोस्, तपाईँको व्यवसाय अझै सहज बनोस् भन्ने शुभकामना सहित बिदा हुन चाहन्छु। रूपन्देहीका अध्यक्ष देवेन्द्र पाण्डेज्यू, त्यसै गरी नेपाल मोबाइल व्यवसायी सङ्घ नवलपरासी पूर्वका अध्यक्ष परिवार दिदी आउनुभएको कार्यालय, त्यस्तै गरी
नेपाल मोबाइल व्यवसायी सङ्घ रूपन्देहीका कार्यवाहक अध्यक्ष कृष्ण आचार्यज्यू, मोबाइल व्यवसायी त्यसै गरी नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय सचिव विष्णु गेवालीज्यू, धन्यवाद। आजको यस कार्यक्रमलाई साथ सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोग आदरलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक शिवलाल भुषाल महासचिव नेपाल मोबाइल व्यवसायी सङ्गठन अल्परासी शाखा यस कार्यक्रम सञ्चालन कार्यक्रममा मबाट केही कमी कमजोरी भएको भए क्षमा याचना गर्दै म यस मञ्चबाट बिदा हुन चाहन्छु र यो अबको कार्यक्रम चाहिँ म यस कार्यक्रममा सवाल श्री श्यामबहादुर सम्पूर्ण मोबाइल साथीहरू, यति टाढादेखि आफ्नो व्यवसायलाई थाँती राखेर आउनुभएकोमा हजुरलाई धन्यवाद भन्दै यो साधारण सभालाई विधिवत रूपमा अन्त्य भएको घोषणा गर्दछु। नमस्कार। पहिलोपल्ट जो नेपाल मोबाइल व्यवसाय सङ्घले जो नाम लिस्ट निकालेको छ अब भोटिङको लागि प्रथम मतदान जहाँबाट भयो। यहाँ को के हुने बहुत थाहा हुन्छ आज अधिवेशन छ यहाँ। साथीहरू ल खुसी लाग्यो सबै यहाँ भेट भयो यार। थाइल्यान्ड के प्रचार कराओ लगन मोबाइल व्यवसाय एकजना महासचिव पदका लागि एकजना, कोषाध्यक्ष पदका लागि एकजना, सचिव पदका लागि एकजना, सहकोषाध्यक्ष पदका लागि एकजना र सदस्यका लागि 8 जना गरी जम्मा 15 जना पदाधिकारीहरू चयन गर्नको लागि अब चयन हुनुहुनेछ। र मैले अघि भने चाहिँ अब उम्मेदवारीको दर्ताको कार्यक्रम हो। आशा छ तपाईँहरू भर्खरै मात्र चाहिँ जन्मिनु भएको छ, हुर्किँदै हुनुहुन्छ। हामीलाई पनि यहाँबाट सर्वसम्मत चयन भएको समितिलाई बधाई दिएर शपथ ग्रहण गराएर हामीलाई जान पाऊँ। र यति भन्दै मैले यो फ्लोरलाई फेरि मैले यो सूचना दिन चाहन्छु कि अब उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। सो समय आधी घन्टा रहनेछ। ल साथीहरू छान्ने है, मिलाएर जानले छान्ने हो। यो पदाधिकारी संरचना फेरि मैले तपाईँलाई एकचोटि वाचन गरेर सुनाएँ। अध्यक्ष पद एकजना, वरिष्ठ उपाध्यक्ष पद एकजना, उपाध्यक्ष एकजना, महासचिव पद एकजना, कोषाध्यक्ष पद एकजना, सचिव पद एकजना, सहकोषाध्यक्ष पद एकजना र सदस्यहरू 8 जना गरेर जम्मा 15 जना। ल बधाई छ। उपाध्यक्ष पदमा विरोध हुनुभएको छ सन्तोष बनिया।
त्यसै गरी सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ केशव कुमार चौधरी। धर्मेन्द्र प्रसाद गुप्ताज्यू। त्यसै गरी सदस्य पदमा निर्वाचित हुनुभएको छ खेल नारायण चौधरीज्यू। त्यसै गरी सदस्य पदमा